सौरभ जोशी को भी पीछे छोड़ दूंगा भाई आप। सो साथीहरु यो मान्छेको हो भन्नु होला। म चाहिँ सुनिल डेली ब्लग है। यस्तै हो कुरो चाहिँ खासमा के त भन्दाखेरि आज दिनभरि मेरो पसलमा अलि खाली भएको कारणले अलि अल्छी लागेको थियो। त्यसैले म अहिले हैन युट्युब च्यानल खोलिसकेको छु 000 सब्स्क्राइबर होला हैन। त्यही भएर चाहिँ मलाई भिडियो बनाउन मन लाग्यो है। त्यही भएर भिडियो बनाउँदै छु। यो चाहिँ मेरो युट्युब च्यानलमा अपलोड हुने भिडियो हो। यो मेरो सुनिल डेली ब्लगमा अपलोड हुने भिडियो हो है। त्यसैले है आजको दिन बोरिङ भएको कारणले चाहिँ भिडियो बनाएको भनेर भनिसकेको छु है। एउटा लेट्स फन हैन एउटा गाना गाइदिउँ न त हैन। गानाको बोल पनि फेरि कस्तो छ भने पशुपतिमा कमला नस्पति पाएन तिम्रो माया कमला मलाई चाहिएन। कस्तो छ गए। सौरभ जोशी को भी पीछे छोड़ दूंगा भाई आप। मैं यूट्यूब चैनल में आ चुका हूँ 0 सब्सक्राइबर लेके है। देखो भाई ऐसा है, मैं होने के लिए तो नेपाली हूँ फिर भी मैं सौरभ जोशी को देख के ना सौरभ जोशीलाई पनि पछि पारिदिन्छु अब क्या म है। युट्युब च्यानलमा मेरो इन्ट्री भइसकेको छ साथीहरु। अबदेखि मेरो यो च्यानलमा लोकल पारामा अर्ग्यानिक पारामा है ब्लग कन्टिन्यू आउने नै छ है। हेरेर लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला। र यो मेरो यो पछाडि देख्दै गर्नुभएको यो पसल चाहिँ मेरो आफ्नै पसल हो, सेलुन पसल हो। कभी यसो कपाल काटेको पनि म ल्याएर आउने नै छु है यो भिडियोमा। सो यो मेरो अबदेखि यो युट्युब च्यानलमा डेली टु डेली भिडियो अपलोड हुन्छ। हस् त धन्यवाद। सानोतिनो क्लिपहरू लाउँदै गर्छु, हेर्दै गर्नुहोस् ब्लगमा है। यो मेरो पसल, म चाहिँ डेली यो पसलमा आउँछु। डेलीको रुटिन यही हो मेरो। पसल आयो, काम गर्यो, बेलुका भएपछि घर गयो है। मेरो डेलीको रुटिन चाहिँ यही छ साथीहरू है। तपाईहरु के गर्दै हुनुहुन्छ भन्नुस् है त। सो आज चाहिँ मलाई एकदमै बेसी पिसाब लागेर म स्पिड टोयलेटतिर कुदेर गएको कि यो फुल देखेँ हैन। फुल देखेपछि त टिपेर सुकेको कि एकदम स्मेल त यसको त बेकार वाला रहेछ। त्यही पनि मैले उठाएर ल्याएँ, भिडियोमा राखेँ। कस्तो लाग्यो है यो फुल चाहिँ। अनि हातमा बोक्दै ओइलाइसक्यो क्या, ओइलाइसक्यो। खासमा भन्नुपर्दा त यो म त चिन्दिनँ यसको खास नाम के हो। तपाईहरु चिन्नुहुन्छ भने कमेन्ट गर्नुहोस् है त यो के हो आखिरीमा हैन। चिन्नु हुनेले कमेन्ट गर्नुहोस् र फेसबुकमा हेर्नु हुनेले फेसबुकमा लाइक एन्ड फलो कमेन्ट सबै कुरो गरिदिनुहोस् है। अनि इन्स्टाग्राममा हुनेले इन्स्टाग्राममा यो स्पेसली बनेको भिडियो भनेको थाहा नै छ तपाईलाई, युट्युबको लागि हो। युट्युबमा हुनेले चाहिँ अभियसली नबिर्साइ गरेर प्लिज सब्स्क्राइब गरिदिनुहोस् हैन, लाइक दिनुहोस्, कमेन्ट गरिदिनुहोस् है त। जोससँग र ऊर्जाले चाहिँ भरिपूर्ण भएर फेरि अर्को योभन्दा तडक्ता भडक्ता वाला म कन्टेन्ट ल्याएर आइहाल्छु नि है।